So hello everyone, welcome back to my YouTube channel and another video. फेरि पनि स्वागत छ तपाईहरुलाई अर्को न्यू भ्लगको साथमा। फेरि पनि आफ्टर 4-5 दिन पछाडी मैले चाहिँ भिडियो अपलोड गर्न आएको हैन गाइस। किन मैले चाहिँ भिडियो अपलोड गरिन भन्दाखेरि मेरो मोबाइलमा प्रब्लम आइरहेको छ हैन। कस्तो खालको प्रब्लम भन्दाखेरि मेरो फोनमा चाहिँ एकदम स्टोरेज कम भएको छ र मेरो फोन बिग्रिन पनि आँटेको छ। केही भिडियोहरु ढिलो आयो भने माफ गरिदिनु होला। सो गाइज अनि हामी चाहिँ यत्रो लाइट पछाडि आएको छ हैन। म चाहिँ कहाँ जान आँटेको हामी चाहिँ अब आफ्टर लङ टाइम पछाडि आएको हैन। अनि किन अब चाहिँ धान काट्ने सिजन भइसक्यो नि त, त्यही भएर अनि आजको चाहिँ म चाहिँ यतातिर चाहिँ के हुन्छ भने पर्महरू हिँड्ने उयो छ नि त गाइज। अनि पर्म हिँड्ने तरिका छ नि त यतातिर चाहिँ, हाम्रोतिर चाहिँ। अनि पर्म हिँड्न गएको हैन म चाहिँ। अनि बिहानको पर गएको थिएँ मैले चाहिँ। अब जान आँटेको यहाँनिर अब जाँदैछु हैन। अनि यतातिर चाहिँ छपरी ग्याङहरू पनि छन्। छपरी ग्याङ भनेको सुन्नुहुन्छ होला, मैले भिडियोमा देखाएको थिएँ छपरी ग्याङ। अनि यहाँ चाहिँ मेरो हात चाहिँ रोटेले टोकिदिएर यहाँ ठ्याक्कै यत्रो सुन्याइदियो हैन। अनि यो चाहिँ लन्च टाइम थियो। अनि हामी चाहिँ फेरि पनि अब रेस्ट गरिहरि अर्को पर पनि गइसकेको छौँ हामी चाहिँ। अहिले चाहिँ हामी छपरीहरूको घरमा छौँ। उहाँ हेर्नु चक्कु भाइको गेटअप। यहाँनिर को छन्? अनि दारु चाहिँ जानलाई अब किनकि अब हाम्रोतिर चाहिँ के चलन छ भने 8 बजे गएर 12 बजे आएर अनि 2:30 बजे जाने छ नि त गाइस। अनि अब फेरि बेलुकाको पहर यो बिहान चाहिँ मैले भ्लग बनाइन, मेरो फोनमा प्रब्लम आइरहेको छ भनेको थिएँ हैन गाइस। अनि तपाईहरुले आफै थाहा पाउनुहुन्छ थम्बनेल टाइटल देखेर के कस्तो हुन्छ भ्लग हेर्नु होला गाइस। अहिले धानकाटी गर्नु देखाउने छु। 3 जना 4 जना निस्किन्छौ। ठुलो भाइ हुन्छ, हामी काट्न अन्त्य हुन्छ। अनि म एकछिन काटेर सघाएर भात पकाउन समीर हुन्छ। राति काम गर्नु अनि ड्युटी खाना काट्न पुरा धान काट्न आइसक्यौँ हामी। हाम्रो मेरो उहाँ हो। सो गाइज हाम्रो डेस्टिनेसनमा आइसक्यौँ हामी चाहिँ यहाँ आइसकेको छौँ होइन। अब हाम्रो मेरो त्यो हाम्रो ग्रुप चाहिँ धान काट्ने ग्रुप हेलो भन्। धान काट्ने ग्रुप है गाइज। काट्ने ग्रुप यही हो होइन गाइज। अनि म त्यस्तै गरेँ होइन। यहाँ चाहिँ हामी धान काट्दैछौँ। अन्त जक्कु लडिराखेको छ। पुस्कर दाइ पनि हुन्छन् क्या भरे राति। म हुन्छु, सबैजना आउने। ओ पार्टी हुन्छ है धान काट्न आउँदाखेरि। मेरोमा त मिल्दैन नि त, एक्लै मिलेर हुन्छ। ब्लगमा क्याप्चर भइसक्यो गाइज होइन। खतरा बोलिदिन्छन् हाम्रो कर्मेनी। हामीले चाहिँ भाइरल बनाएर छाड्छौँ ट्यापलाई।